जमशेदपुरमा रहेको रिजनल इन्स्टिच्युट अफ टेक्नोलोजीबाट इलेक्ट्रिक इन्जिनियरमा उनले स्नातक गरे। त्यसपछि पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट मास्टर्स इन पावर सिस्टममा स्नातकोत्तर गरेका कुलमानले इन्टिग्रेटेड रिसोर्स प्लानिङ विथ डिमान्ड साइड म्यानेजमेन्टमा थेसिस गरे। भारतबाट पढाइ सकेर आउँदै प्राधिकरणको इन्जिनियरिङ 7औं तहमा उनले नाम निकाले। काम गर्दा गर्दै उनले इन्जिनियरिङमा स्नातकोत्तरदेखि पोखरा विश्वविद्यालय अन्तर्गतको एसीई इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट 2068 सालमा एक्जिक्युटिभ एमबिए पनि गरे। प्राधिकरणमा भएको व्यवस्थापकीय कमजोरीलाई ध्यानमा राखेर नै एक्जिक्युटिभ एमबिए गरेका उनी अन्ततः प्राधिकरणको उच्च तहमा पुग्न सफल भए। प्रबन्ध निर्देशक भएको 3 वर्षमा उनले कडा मेहनत गरेर नेपाललाई लोडसेडिङ मुक्त गराएका छन्। 9 अर्बको घाटामा गएको प्राधिकरण 3 वर्षको अन्तरालमा 7 अर्बको नाफा गर्न सफल भएको छ। उनले लोडसेडिङ अन्त्यका लागि प्राधिकरणमा संरचनाको सुधार